हेलो नमस्ते। आज म एकजना डाक्टर साहबको घरमा आएको छु है। डाक्टर साहबलाई मैले भनेको छैन, डाक्टर साहब भित्र हुनुहुन्छ। टक्क हामी भित्र जान्छौँ र डाक्टर साहबसँग आज तपाईँको मुटुको सुरक्षाको लागि चाहिँ के गर्ने त, यतिखेर विदेशमा बसेर दक्षिण कोरियामा बसेर जो काम गर्दै हुनुहुन्छ उहाँले आफ्नो मुटुको रक्षा कसरी गर्ने र स्वस्थ कसरी हुने भनेर कुराकानी गर्छौँ है त। डाक्टर साहब भित्र हुनुहुन्छ। डाक्टर साहब नमस्कार। नमस्ते। घरमा आइपुग्यो त हामी। धेरै धेरै स्वागत छ। थ्याङ्क यू डाक्टर साहब। बसौँ। डाक्टर साहब यहाँ अब दक्षिण कोरियामा पनि बसेर यहाँले अध्ययन गरेर आउनुभएको। हजुर। यो कार्यक्रम हामीले दक्षिण कोरियामा पठाउनु पर्ने छ है। हजुर। र डाक्टर साहब घरमै आइपुगेका छौँ हामी। दक्षिण कोरिया कहाँ बस्नुभयो डाक्टर साहब हजुर? दक्षिण कोरिया म सोलमा बसेँ। अलमोस्ट 7 महिना जति बसेँ। स्पेसली म चाहिँ आफ्नो यो मुटुको नसा सम्बन्धी अवरोध खुलाउने ट्रेनिङ, स्पेसली हार्ट एट्याकमा कसरी उपचार गर्ने भन्ने ट्रेनिङ मैले दक्षिण कोरियाबाटै लिएको। ओके। वैसे आज दक्षिण कोरियामा हुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको लागि यो कार्यक्रम विशेष हुन्छ, किनकि डाक्टर साहब आफै दक्षिण कोरियामा बसेर पनि आउनुभएको, त्यहाँको धेरै थाहा छ यहाँलाई। आज डाक्टर साहब हजुरले मुटुको सुरक्षाको लागि के गर्ने भन्ने विषयमा चाहिँ यहाँको विशेष प्रस्तुतिको हामी अपेक्षा गर्छौँ। कस्ता चिजहरू खाने, कस्ता चिज नखाने, के गर्ने के नगर्ने होइन, मुटु के हो, यसले के काम गर्छ, यसले कसरी काम गर्छ भन्ने विषयमा आज यहाँको अपेक्षा राख्छु है त। नमस्ते। म डाक्टर कुणाल विक्रम शाह, पेसाले कार्डियोलोजिस्ट, अझै पुरस्कृत भएर भन्दाखेरि इन्टरभेन्सनल कार्डियोलोजिस्ट भनेको चाहिँ मुटुको नसाको अवरोध सम्बन्धी समस्याहरू खोल्ने विशेषज्ञता मैले हासिल गरेको छु र सो सम्बन्धी सेवा विगत 10 वर्षदेखि मैले दिँदै आएँ। आज हाम्रो कोरियामा तथा बाहिर बसोबास गर्नुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो हार्दिक नमस्कार छ। म यहाँ आएको आज चाहिँ मुटुलाई हामी नेपाल बाहिर बस्दाखेरि होइन एउटा फरक खालको वातावरणमा बस्दाखेरि कसरी जोगाउन सकिन्छ भनेर त्यस सम्बन्धी सानो चर्चा गर्ने। सबभन्दा पहिला म के भन्न चाहन्छु भने मुटु हाम्रो शरीरमा एउटा यस्तो अङ्ग मानिन्छ जुन चाहिँ हामीले मृत्युको बेलामा कहिलेकाहीँ भन्दाखेरि चाहिँ मुटु चल्न बन्द भयो भने ल बिरामी चाहिँ मृत घोषणा गर्दछौँ भने त्यसबाटै हामी के बुझ्न सक्छौँ भने मुटु चाहिँ सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो जस बिना हाम्रो जीवन सम्भव हुँदैन। अब यसलाई जोगाएर कसरी राख्ने त? यो यस्तो अङ्ग हो जुन चाहिँ 24 घन्टा चलायमान रहन्छ, जसले गर्दाखेरि तपाईँको शरीरको हरेक कोशिकासम्म रक्त सञ्चार पुग्दछ। रक्त सञ्चारको माध्यमबाट विभिन्न किसिमको अक्सिजन तथा हाम्रो तन्तुहरूलाई चाहिने खनिज पदार्थ पुग्दछ र यसले तिनलाई जीवित राख्दछ र स्वस्थ पनि राख्दछ। अब हामीले मुटुलाई नै स्वस्थ राख्न सकेनौँ भने फेरि हामी स्वस्थ रहन सक्दैनौँ। यो चलायमान अङ्गलाई सधैँ चलायमान बनाइराख्नुपर्छ भन्ने मुख्य हाम्रो ध्येय हुनुपर्छ। मुख्य ध्येय किन चलायमान राख्ने भने कसरी चलायमान राख्ने भन्दाखेरि त्यस कारणले गर्दाखेरि एउटा एक्सर्साइज सबभन्दा मुख्य पाटो हो जुन हामीले बिर्सिनु हुँदैन। कति हिँड्नु पर्यो त हामी आफ्नो मुटुलाई स्वस्थ राख्नको लागि भने 30 मिनट डेली तपाईँले लम्केर हिँड्न सक्नुभयो भने दैनिकी त्यतिले पनि तपाईँलाई मुटुलाई चाहिने, मुटुलाई चलायमान राख्ने किसिमको व्यायाम पुग्दछ, पर्याप्त छ हरेक एज ग्रुपलाई। स्पेसली हामीलाई चाहिने, हामी 20-25 को उमेरसम्म त धेरै स्पोर्ट्सहरूमै इन्भल्भ भइरहेको हुन्छौँ, तर त्यस पछाडि चाहिँ हाम्रो जीवनशैली सानो दूरी पनि हामीले जानु पर्यो भने बाइकको सहारा लिने, गाडीको सहारा लिने, 10 तला भर्याङ चढ्नु पर्यो भने हामी लिफ्टकै सहारा लिने। त्यही भएर हाम्रो लाइफ पहिला नेपालमा जुन हाम्रो मुख्य पेसा भनेको खेती थियो, खेती किसानी थियो, त्यो हिसाबले चाहिँ हाम्रो शरीरलाई, हाम्रो मुटुलाई चलायमान
राख्ने स्वस्थ राख्ने किसिमको व्यायाम हामीलाई त्यसबाटै पुग्दथ्यो। तर अब अर्बनाइजेसनको युगमा जहाँ चाहिँ हामी आफूलाई एकदम सिडेन्ट्री लाइफस्टाइल बाँच्छौँ, जहाँ हामी एक्सर्साइज गर्न मन पराउँदैनौँ, त्यस अवस्थामा चाहिँ मुटुलाई चलायमान राख्नको लागि एटलिस्ट पनि दैनिक 30 मिनट लम्केर हिँड्नुहोस्। एउटा पहिलो र मुख्य, तपाईँलाई जुन बेला फुर्सद हुन्छ, यसलाई बिहानै चाहिन्छ भन्ने छैन, दिउँसै चाहिन्छ भन्ने छैन, बेलुका चाहिन्छ भन्ने छैन। मैले कोरियामै आफ्नो इन्टरभेन्सन फेलोसिप गरेको, म हस्पिटलबाट 7 बजे करिब आउँथेँ, केही आफ्नो गर्नुपर्ने ट्रेनिङ सम्बन्धी गृह कार्य गर्थेँ र म राति 10 बजे निस्किन्थेँ। 10 बजेदेखि राति 10:30 बजेदेखि 11, सवा 11 बजेसम्म म नियमित व्यायाम गर्दथेँ। र कोरिया बस्ने दाजुभाइहरूलाई थाहा छ, इभन 11-12 बजेसम्म पनि तपाईँ कति एरियामा सेफ हुनुहुन्छ, मजाले घुम्न सक्नुहुन्छ। र धेरै अरू मैले कोरियन्सहरूलाई पनि देख्थेँ त्यति बेलामा एक्सर्साइज गर्न निस्केको। सो समयको कुनै बाध्यता छैन। दोस्रो भने मुख्य चाहिँ सुर्तीजन्य पदार्थ। हामी टाढा बस्छौँ, टेन्सन भयो भनेर स्मोकिङ गर्छौँ, चुरोट खान्छौँ, सुर्ती खान्छौँ, यसले अलिअलि टेन्सन त कम गर्छ भन्ने। तर यसले टेन्सन कम गर्दैन, यसले टेन्सन बढाउँछ। कसरी सोध्नुहुन्छ भने यी सुर्तीजन्य पदार्थहरूले हाम्रो मुटुको भित्री नली पातलो बनाउँदै जाने हुन्छ। र त्यो पातलो बनाएको हुनाले सधैँ मेजर ब्लकेजै चाहिँदैन हार्ट एट्याक हुनको लागि। माइनर ब्लकेज पनि फुटेर तपाईँको त्यहाँ रक्तस्राव भन्दा पनि तपाईँको रगत जुन हुन्छ त्यहाँ एकछिन बन्द हुन्छ, रक्तनली कम्प्लिटली अवरोध हुन्छ र हार्ट एट्याक हुन्छ। त्यस कारणले सुर्तीजन्य पदार्थबाट टाढा बस्नुहोस्। धुम्रपान, मद्यपान नगरिदिनुहोस्, टेन्सनको नाममा पनि नगरिदिनुहोस्। तेस्रो भनेको 2टा डेन्जर क्रिस्टल्स भन्छौँ हामी, एउटा चिनी, अर्को नुन। चिनी र नुनको सन्तुलन तपाईँले किन इम्पोर्टेन्ट छ भन्दाखेरि, चिनी धेरै जसो हामी के गर्छौँ भन्दाखेरि चाहिँ हाम्रो लाइफटाइम सेडेन्ट्री भएको हुनाले अचेल धेरै जसोहरूमा तपाईँले बुझ्नुभयो हुन्छ, मलाई त सुगर छ, मेरो डाक्टरले मलाई बोर्डरलाइन सुगर भनेको छ। भनेको मतलब के हो भन्दा वास्तवमा हामी सबैको अहिलेको यो अर्बनाइजेसनले गर्दाखेरि नहिँड्ने बानी, खाना एकैचोटिमा धेरै खाने, जङ्क फुडहरू खाने बानीले गर्दाखेरि हाम्रो जुन प्यानक्रियाज भन्ने इन्सुलिन बनाउने अङ्ग हुन्छ त्यो चाहिँ थाक्दै जाने भएको हुनाले सुगर देखिन थाल्छ। त्यसलाई कसरी बचाउने भन्दाखेरि जङ्क फुडहरू नखाने। सुगर कसरी आउँछ? चिनीबाट मात्र आउँदैन, तपाईँले खानुभएको हरेक कार्बोहाइड्रेट, स्पेसली भात भयो, मैदा भयो, यी सबै वस्तुबाट तपाईँले सुगर अल्टिमेटली सुगरमै ब्रेकडाउन भएर हाम्रो शरीरमा अब्जर्भ हुन्छ। त्यस कारणले गर्दाखेरि यसलाई कम गर्ने। अर्को तपाईँले के गर्ने भन्दाखेरि प्रोटिनको मात्रा चाहिँ आफ्नो खानामा अलिकति बढाउने, जुन चाहिँ जहाँ पनि विदेशतिर इजिली अभाइलेबल छ, प्लान्ट प्रोटिनको फर्ममा, एनिमल प्रोटिनको फर्ममा। अर्को कुरा के भने नुन किन इम्पोर्टेन्ट भन्दाखेरि नुनले नै हो जुन तपाईँको रक्तचाप शरीरमा, हाम्रो शरीरको कति भोल्युम हुनुपर्छ, कति मात्रा हुनुपर्छ रगतको भन्ने, जति नुन बढ्दै जान्छ त्यो सँगसँगै पानी पनि आउँछ र शरीरमा तपाईँको प्रेसर बढ्दै जाने। त्यही भएर ब्लड प्रेसर कन्ट्रोल गर्नुभयो, सुगर कन्ट्रोल गर्नुभयो, मद्यपान धुम्रपानबाट टाढा बस्नुभयो, एक्सर्साइज सधैँ गर्नुभयो भने तपाईँलाई कुनै पनि किसिमको जाँच गरिराख्नु पर्ने आवश्यकता छैन जबसम्म तपाईँलाई सिम्पटम छैन, कुनै रोगको लक्षण छैन। किनभने तपाईँलाई थाहा छ तपाईँले आफ्नो चलाइरहेको सिस्टमलाई सन्तुलित बनाएर लगिराख्नु भएको छ होइन। अब आयो अर्को मुख्य जुन तैलीय पदार्थको कुरा गर्छौँ। कसैले भन्छ हामीलाई यो ओलिभ ओइल खानुहोस् रे, कसैले भन्छ होइन यो शुद्ध तोरीको तेल हुन्छ नि त्यो चाहिँ राम्रो हुन्छ। जे भए पनि हामीले रिफाइन्ड ओइल जुन खान्छौँ नि त्यो चाहिँ ठिक होइन, तर जुनसुकै तेल जहाँ पनि अभाइलेबल छ त्यसको मात्रा कम गरिदिनुहोस्।
त्यसको मात्रा कम हो। त्यस्तै नुन पनि जति खाइराख्नु भएको छ, नुन पनि शरीरलाई चाहिन्छ, त्यसको मात्रा 1/3 एटलिस्ट पनि कम गरिदिनुहोस्। तैलीय पदार्थहरू, फ्राइड कुराहरू कम गरिदिनुहोस्। रेड मिट, स्पेसली यो रेड मिट चाहिँ धेरै पाइन्छ, रेड मिटलाई पनि तपाईँले कम गर्नुपर्छ। रातो मासु, खसीको मासु होस्, ल्याम्ब मिट होस् अथवा अरू फर्म अफ रेड मिट होस्, त्यसलाई चाहिँ कम गर्नुहोस्। हाम्रो खाना चाहिँ कहाँ गएर सन्तुलनमा आउँदैन भने हामी चाहिँ बाहिर गएर धेरै अलिकति नन भेजिटेरियन बन्न मन पराउँछौँ, तर स्वस्थ रहने उपाय चाहिँ मोर अफ भेजिटेरियन भनौँ। हरियो साग सब्जी फलफुल एउटा कचौरा भरेर नियमित दैनिक खानुहोस्। तपाईँलाई चाहिने त्यो भाइटामिनको बाहिरबाट यो चाहिने यो फिस ओइलहरू केही खानु पर्दैन। तपाईँले हरियो साग सब्जी फलफुलहरू नियमित खाइदिनुहोस् होइन। त्यसैले तपाईँको भाइटामिन मिनरल सबै ब्यालेन्स गरिदिन्छ। हामीलाई एक्स्ट्रा पैसा खर्च गर्नुपर्ने आवश्यकै छैन। यो अचेलको यो मार्केटिङ गिमिक्सहरू पनि छ, यो भाइटामिनको अरे यो खानुहोस् त्यो खानुहोस् भनेर। म बेसिकली प्रेस्क्राइब गर्छु। म के भन्छु नि, आफ्नो आहारबाट पुर्याउनुहोस् होइन। अलिकति रेजिन्सहरू जुन भन्छौँ, नट्सहरू भन्छौँ, ओखर भयो, तपाईँको अलिक काजु नै भयो होइन, यिनीहरू पनि थोरै थोरै मात्रामा दैनिक सेवन गरिदिनुहोस्। त्यसले तपाईँको लाइफको जुन खानपिनको मिनरल एनर्जी रिक्वायरमेन्ट छ त्यसलाई ब्यालेन्स गरिदिन्छ होइन। अर्को कुरा के भन्छु भने, सपोज तपाईँले कतै जानुभयो, त्यो दिन कतै बेसी नै खानुभयो भने के हुन्छ भने, ती बेसी खाएको कुरा सबै बेसिकली हाम्रो शरीरमा फ्याट भएर थिग्रिने हो। त्यसलाई रिलिज गर्नलाई सधैँ आधा घन्टा हिँड्नुहुन्थ्यो भने अझ त्यो दिन आधा घन्टा बेसी हिँडिदिनुहोस्, सो द्याट तपाईँको भित्र त्यो ऊर्जा सञ्चित नहोस्, त्यो चाहिँ प्रयोगमा आओस् र तपाईँको शरीर स्वस्थ रहोस्। यति मूल मन्त्रहरू तपाईँले याद राखिदिनु भयो भने चाहिँ तपाईँको मुटु स्वस्थ रहन्छ। अर्को चाहिँ तपाईँ आफै पहिल्यै मुटु रोगी हो भने चाहिँ आफ्नो प्रेसरको औषधि, सुगर रोगी हो भने आफ्नो सुगरको औषधि, कोलेस्ट्रोलहरू छ भने आफ्नो कोलेस्ट्रोलको औषधिहरू चाहिँ परामर्श नछोड्नुहोस् र नियमित रूपमा खाइराख्ने गर्नुहोस्, त्यसलाई नछोड्नुहोस्। दक्षिण कोरियामा म पनि 7 महिना बसेको र मलाई त्यहाँ सबभन्दा मनपर्ने कुरा चाहिँ के भन्दाखेरि तपाईँको खानपानको सन्तुलन चाहिँ छ है। मैले आफैले गएर पनि त्यहाँ 4-5 किलो वेट लस गरेको थिएँ। किन भन्दाखेरि त्यहाँ चिल्लो चाप्लो फ्राइड कुराहरू खाने चलन छैन। त्यसमा तपाईँको खानामा सन्तुलन चाहिँ छ। उनीहरूले मिनिमम तेलमा पकाएर खाने गरेको मैले चाहिँ सरस्वती हेर्दा पाएको थिएँ। त्यो कुरा स्टिक गर्नुहोस्। भात उहाँहरूले पनि खानुहुन्छ, स्टिकी राइस चाहिँ उहाँहरूको मेजर मिल हो। र साँझको खाना चाहिँ मैले के याद गरेको छु भने उहाँहरूले अलिकति अर्ली खानुहुन्छ, 6-7 बजीतिरै खाइसक्नुहुन्छ र रातिको पोर्सन चाहिँ फ्रुट्सहरूलाई त्यस्तोहरूलाई चाहिँ राखिराख्नु भएको हुन्छ। अर्को के याद गरेको छु भने एक्सर्साइज, व्यायाम चाहिँ म राति 10 देखि 11, 11:30, 12 बजेसम्म पनि बाहिर आफ्नो झ्यालबाट हेर्दा अथवा आफै पनि मैले भनिहालेँ, म 10 बजेदेखि जगिङ सुरु गर्थेँ र म 11, 11:15 बजेसम्म त्यहाँ पार्कमा घुमिराख्थेँ र अरू थुप्रै कोरियन साथीहरू पनि देख्थेँ। बेला बेला नेपाली साथीभाइहरू पनि भेट्थेँ, तर नेपाली साथीभाइहरूको सङ्ख्या चाहिँ कम थियो। किन भन्दाखेरि हामी दिनभरि काम गरेको हुन्छौँ, थकित हुन्छौँ, व्यायाम गर्ने समय हुँदैन, तर समय चाहिँ निकाल्नु पर्छ हामीले। अर्को चाहिँ त्यहाँ चाहिँ सोजु भन्ने ड्रिङ्क चाहिँ इजिली एभाइलेबल छ, त्यसको पनि तपाईँले सन्तुलन बनाएर चल्नुपर्छ। सकेसम्म त मद्यपान नगरेकै राम्रो भन्छु। कुनै पनि किसिमको रक्सीहरूलाई चाहिँ सकेसम्म तपाईँलाई कुनै रोग छ, सुगर छ, प्रेसर छ, कोलेस्ट्रोल छ भने त्यसलाई अभोइड गरेको राम्रो। खानुहुन्छ भने पनि त्यसलाई सन्तुलित वेमा, जसरी बियर भन्छौँ भने 1 पिन्ट अफ बियर म्याक्सिमम हुनु पर्यो र त्यो पनि दैनिक हुनु भएन होइन। वाइनको कुरा गर्छौँ भने एउटा वाइन ग्लासमा बनेको 2 अथवा 3 प्याक, अथवा चाहिँ हार्ड ड्रिङ्कको कुरा गर्छौँ भने सानो प्याक चाहिँ 30 ml 40 ml भन्दा बेसी एक्सिड नहुने गरी कहिलेकाहीँ लिन सक्नुहुन्छ। तर यसैलाई दैनिक निरन्तर अनि अत्याधिक मात्रामा लिनुभयो भने चाहिँ
यसले चाहिँ तपाईँलाई लिभर बिगार्न सक्ने हुन्छ, हार्ट एट्याकको समस्या ल्याउन सक्ने हुन्छ, स्ट्रोक निम्त्याउन सक्छ होइन, प्रेसर अनकन्ट्रोल भई किडनीलाई बिगार गर्न सक्छ। सो थुप्रै तरिकाले चाहिँ यिनीहरूले तपाईँलाई फरक चाहिँ पार्न सक्छ। कार्यक्रममा मसँग यति बेर मुटुको सुरक्षा कसरी गर्ने भन्ने बारेमा सुनिदिनु भएकोमा धैर्यतापूर्वक यहाँलाई धन्यवाद दिन चाहन्छु र सोमा अमल गर्न पनि सुझाव दिन चाहन्छु। थ्याङ्क यू डाक्टर साहब, यति राम्रो प्रस्तुति राखिदिनु भयो, यति राम्रो सन्देश दिनुभयो, धेरै धेरै आभारी छु र हामी सबैको तर्फबाट एउटा मायाको चिनो हजुरको लागि। धेरै धेरै धन्यवाद मलाई यो मौका दिनुभएकोमा।